श्री स्वस्तानी व्रतकथा तृतीय अध्याय दक्ष कन्या उपाख्यान। कुमारजी आज्ञा गर्नुहुन्छ, हे अगस्त्य मुनि, अष्ट प्रजापतिमा सबभन्दा ज्येष्ठ दक्ष प्रजापति थिए। तिनकी बिरणी नामकी साध्वी एवं पतिव्रता स्त्री थिइन्। बिरणी गर्भिणी भइन् र 10 मास पूर्ण भएपछि पुत्री जन्मिन्। कस्ती कन्या भने 1000 सूर्यको जस्तो नेत्र भएकी, 32 लक्षणले युक्त पद्मपत्र जस्तो नेत्र भएकी, अरुण उदय भए जस्तो रक्तवर्ण भएकी, हात्तीका सुँड जस्तो हात भएकी, कदली स्तम्भ जस्तो तिघ्रा भएकी, चन्द्रमाको जस्तो उज्जवल र शान्त मुख भएकी यस्तै परम सुन्दरी कन्या जन्मेकी देखि दक्ष प्रजापतिले आनन्द मान्दै आफ्नो गुरु पुरोहित वशिष्ठ आदि ज्योतिषहरूलाई डाकी विधिपूर्वक न्वारण गराए। सबै ऋषि ज्योतिषले गणना गरेर भने, हे दक्ष प्रजापति, यी बालिकाको नाम सतीदेवी भन्ने त्रिभुवनमा प्रख्यात हुनेछ। दक्ष प्रजापतिले भोजन गराई दक्षिणा दिई विदा गरे। सबैजना आफ्ना आफ्ना आश्रममा गए। हे मुने, यो कुरा धेरै लामो छ, तापनि म संक्षेपमा भन्दछु। त्यसपछि बिरणीका क्रमैले 33 कोटी कन्या जन्मे। ती सबैलाई दुवै दम्पतिले यथायोग्य रूपमा पालन गरे। अनि अगस्त्य मुनिले सोधे, हे कुमार, ती कन्याहरूको विवाह 33 कोटी देवतासँग कसरी भयो? त्यो पनि सुन्ने इच्छा छ। त्यति सुनि कुमार आज्ञा गर्दछन्। हे अगस्त्य मुनि, एक दिन स्वर्गका देवता ऋषि यक्ष गन्धर्व किन्नर 10 दिक्पाल जम्मा भई सभा गरेर भने, हाम्रा स्त्री छैनन्, दक्ष प्रजापतिका 33 कोटी कन्या विवाह गरौँ, तर कन्या माग्न कसलाई पठाउने भनी मत मिलाई नारदजीलाई डाकी सबै कुरा बुझाएर दक्ष प्रजापतिका कन्या माग्न जाऊ भन्दा नारदजीले स्वीकार गरे दक्ष प्रजापतिका घर गए। दक्ष प्रजापतिले उचित शिष्टाचार गरेर के कामले पाल्नुभयो भनी सोधे। आफूलाई देवताहरूले पठाएको कुरा सुनाई, हे दक्ष, तिम्रा 33 कोटी कन्या 33 कोटी देवताहरूलाई देऊ भने। नारदजीका त्यस्ता कुरा सुनि दक्ष प्रजापति प्रसन्न भएर भने, हे नारद, तिमीले असल कुरा भन्यौ, म धन्य रहेछु। मेरा 33 कोटी कन्या 33 कोटी देवतालाई तिम्रो वचनले दिए। एउटी सतीदेवी मात्र दिन छैन, किनकि मेरो पुत्र छैनन्। सम्पत्तिको रक्षा को गर्ला? अरू सबै कन्या तिमी जहिले भन्छौ र जसलाई दिन भन्छौ उसैलाई दिनेछु। अब यहाँबाट गएर विवाहको दिन ठहराई पठाउन लगाओ भनी अनेक उपचारले पूजा गरे। तब नारदजी दक्षसित बिदा मागी सरासर स्वर्ग गए। नारद आएको देखि देवताहरूले, तिमी गएको काम के भयो भनी सोधे। नारदजीले सतीदेवी बाहेक अरू सबै कन्या दिन्छु भन्ने कुरा सुनाए। अनि देवताहरूले, धन्य नारद मुनि भन्दै प्रशंसा गरी विवाहको दिन ठहराई पठाए। त्यसपछि विवाहको सामग्री तयार गरी देवताहरू कन्यादान लिन भनी दक्षको घर पुगे। उनले देवताहरू आएको देखि आनन्द मान्दै मङ्गल यात्रा गर्दै आफ्नो मर्यादाले सतीदेवी बाहेक 33 कोटी कन्या नारदजीको आज्ञा अनुसार 33 कोटी देवतालाई कन्यादान दिए। देवताहरू कन्यादान पाई हर्षपूर्वक आफ्ना आफ्ना स्त्री लिए आफ्ना आफ्ना आश्रममा गए। यो वृत्तान्त कैलाश पर्वतमा रहेका शिवजीले थाहा पाएर देवताहरूले मलाई बाहेक पारी एक वचन पनि नसोधी आफूले कन्यादान लिएछन्। कैलाशको स्वामी भएर पनि मेरा स्त्री छैनन्, अब मलाई कसले कन्या देला भनी ध्यान दृष्टिले विचार गरेर हेर्दा दक्षकी 33 कोटी कन्यामा सबभन्दा जेठी बाँकी नै रहेछन्। देवताहरूले मेरो मर्यादा राखेकै रहेछन्। अब ती कन्या माग्न कसलाई पठाउँ, आफै जान्छु भनी दक्षका घर गए। दक्षले महादेव आउन लागेको परेबाट देखि बिरणीसित भने, हे स्त्री, त्यो आउन लागेको महादेव हो, के भन्न आयो भनी कुरा गर्दा गर्दै महादेव घरमुनि पुगेर बोलाउनु भयो। अनि दक्षले झ्यालबाट हेरेर, माथि आइज भनी डाकेर सोधे, हे महादेव, आज त मेरो घरमा के कामले आइस भनी हेला गरेर बोले। अनि महादेव भन्नुहुन्छ, हे दक्ष प्रजापति, तिम्रो घर आउने मेरो अरू केही प्रयोजन थिएन। तिमीले कृपा गर्नाले 33 कोटी देवताले कन्यादान पाएर उद्धार भए। अब सतीदेवी रहेकी रहेछन्, म योग्य पनि छु, ती कन्या मलाई कृपा गर। महादेवको यस्तो वचन सुन्न साथ दक्ष प्रजापति अत्यन्त रिसाई भने, हे पापिष्ट महादेव, मेरी कन्या सतीदेवी तेरो योग्य कसरी होली? त कस्तो भने, मशानको खरानी धसी, सर्पको गहना लगाई, बाघको छाला उडेर डमरू त्रिशुली बुढो साँडेमा चढेर हिँड्ने, 20 भाङ धतुरो खाई भूत प्रेत नचाई मशानमा बस्ने दिगम्बर देख्दैमा पनि घिन लाग्ने। यस्तो तैँले मेरो मुख्यनजी आई यस्तो अयोग्य कुरा गरिस्, जा मेरो घरमा नबस भनी पाखुरामा समाति दबाए।
महादेवले त्यस्तो किसिमसित दक्षले क्षुद्र वचनद्वारा निन्दा गरेको सुनि साह्रै नै चित्त दुखाई बाहिर आएर नदिने भए दिन्न भने भइजान्थ्यो। यस्तो निन्दा गर्ने कामै थिएन। अब कहाँ जाउँ, के गरौँ, ती कन्या कसले मलाई पारिदेला भन्ने तर्क वितर्क गर्दै विष्णुको वैकुण्ठ धाममा पुग्नुभयो। विष्णुले शङ्करजी आएको देखि हत्तपत्त उठेर उच्च आसनमा बसाली के कामले आज परिश्रम गर्नुभयो भनी सोधे। अनि महादेवले आफू दक्षको घर गएको र उनले दुर्वाच्य बोली अपमान गरेको सबै कुरा सुनाइसकेपछि, हे विष्णु, मेरा स्त्री छैनन्, त्यसैले घर पनि छैन, यही कुरा गर्न आएको हुँ। अब जसरी ती कन्या मेरी हुनेछन् त्यही काम गर भन्नुभयो। महादेवको वचन सुनि विष्णुले भन्नुभयो, हे ईश्वर, यो काम म पार लगाउँला। हजुरले सन्देह गर्नु पर्दैन, म अहिले दक्षको घर जान्छु, म फर्केर नआउन्जेल हजुर यही राज गर्नुहोला भनी महादेवलाई पर्खाई आफू दक्ष प्रजापतिको घर जानुभयो। दक्षले विष्णु आएको देखि माथि डाकेर आदरपूर्वक बसाली, हे विष्णु, आज मेरो घर किन पवित्र पार्नुभयो, आज्ञा होस् भनी सोधेपछि विष्णुले आज्ञा गर्नुभयो। हे दक्ष प्रजापति, केही माग्न आएको हुँ, दिनी भए मात्र माग्दछु। त्यति सुन्दा साथ दक्षले भने, हे विष्णु, तिमीले मागेपछि जे वस्तु भए पनि दिनेछु, के चाहियो आज्ञा गर। त्यति सुनि विष्णु भन्नुहुन्छ, हे दक्ष प्रजापति, म वैकुण्ठको अधिपति भएर पनि मेरा स्त्री छैनन्। तिमीले कृपा गर्नाले 33 कोटी देवता कन्यादान पाई उद्धार भए। अब सतीदेवी छन्, ती मलाई कृपा गर। विष्णुको यस्ता वचन सुनि दक्षले चिन्तित हुँदै भने, हे विष्णु, मेरो पुत्र नहुनाले सम्पत्तिको रक्षा गर्न राखेको दिनु त उचित थिएन, तर वाचक गरेको हुनाले दिन कर लाग्यो। ती कन्या तिम्री भइन्, अब सुधी नठहराई कन्यादान ल्याऊ। यति दक्षको वचन सुनि विष्णुले हुन्छ भनी वैकुण्ठमा जानुभयो। अनि विष्णु आएको देखेर महादेवले सोध्नुभयो, हे विष्णु, तिमी गएको काम कस्तो भयो? अनि विष्णुले उत्तर दिए, हे ईश्वर, म गएको काम पुग्ला जस्तो त भयो, तर आफैलाई भनी मागेर आएको छु। हजुर वृद्ध सन्यासीको रूप धारण गरी कन्यादान दिने ठाउँमा आई भिक्षा माग्नु र मलाई भिक्षा नदिई कन्यादान दिए, लिने दिने दुवैलाई श्राप दिनेछु भन्नुहोला। अनि म, हे सन्यासी, मेरो लग्न बित्न लाग्यो, कन्यादान भइसकेपछि भिक्षा दिनेछु, नसराप, बरु यहाँ आएर बस भनी आफू बसेकै छेउमा बसाली राख्नेछु। र दक्षले कन्यादान दिँदा उसका आँखा छली सतीदेवीको हात हजुरको हातमा पारिदिनेछु। यस दिन यो बेला आउनुहोला भनी दक्षसित भएको सबै विवरण एक एक गरी सुनाउनु भयो। विष्णुको त्यस्तो कुरा सुनेर प्रसन्न भएका महादेव अवश्य आउनेछु भनी गदगद चित्तले कैलाशमा जानुभयो। इति श्री स्कंद पुराणे केदारखण्डे माघ महात्म्ये कुमार अगस्त्य संवादे श्री स्वस्तानि परमेश्वराय व्रतकथायां दक्ष कन्या विवाह वर्णनम नाम द्वितीयोऽध्याय। श्री स्वस्तानि देव्यार्पणमस्तु।